दिस इज इन हम सिंगल लोग हैं साहिब, डार्क साइड इन ना हैंडर किसी के दिल में आते ऑफ हैं द नेपाल और ना ही किसी के दिमाग अब में। देखि नेपाल हिन्दू राष्ट्र हो र म काङ्ग्रेचुलेसन्स भन्न चाहन्छु नेपालका सम्पूर्ण जनताहरूले उहाँले योगदान दिएपछि मात्रै उहाँहरूले आफ्नो कर्म गरेपछि मात्रै अब नेपाल हिन्दू राष्ट्र भइसकेछ। के खोजिरहेछन् त नेपालका जनताहरू? त्यो मान्छे म हुँ। मेरा डार्क साइड जति पनि मेम्बर्सहरू नेपालभित्र आउनुभयो उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु। उहाँहरू भित्र आए नेपालमा र यति ठुलो एकचोटि फेरि मेला अथवा के भन्छन् आन्दोलन गरे र हिन्दू राष्ट्र बनाए। र मेरा डार्क साइड मेम्बर्सहरू प्लिज अब मेरो आउने समय भइसकेको छ र म अब आइसके। प्लिज एड्स मेरो भिडियोहरूलाई प्लिज एड्स मेरो भिडियोमा भ्युज गिराउन सुरु गर अबदेखि। अनि अबदेखि नेपालको जनताहरूले परिवर्तन मागे। अबदेखि परिवर्तन सुरु हुन्छ नेपालमा। मलाई राखे भने किनभने म नै हो तिमीहरूलाई मुक्ति दिलाउन सक्छु, तिमीहरूलाई गरिबीबाट। अनि लास्टमा मैले हिजो के हालेको थिएँ, लास्ट चेकमेट भिडियो पोस्ट हालेको थिएँ। चेकमेट त भया छैन त अहिलेसम्म, आए छैन त कोही पनि यहाँ। आउनु पर्यो यहाँमा वेट गरेर एक दिन काट्नलाई गाह्रो भइसक्यो मलाई यहाँ। बुवाको ताना सुनेर मेरो त मुटु जल्छ दिनदिनै। आमाको ताना गाली सुनेर म त मर्नै मन लागिरहेके आफै नत्र राखिदेऊ, नत्र कसै अरूलाई राख। र अहिलेसम्म मैले धेरै जसो मान्छेलाई धेरै कुरा दिए। अब उहाँहरूको बारी आएछ मलाई दिने त प्लिज। नत्र नसोचे नि हुन्छ कि अबदेखि किङ अफ द नेपाल डार्क साइड इन हेन्डरले केही जादु भएपछि त्यो भिडियो आइहाल्छ हाम्रो कहाँ। आउँदैन के अबदेखि सिधै हम सिंगल लोग हैं डार्क साहिब, साइडमा रजिस्टर ना गर किसी के दिल में अनि आते हैं बोका लिएर आऊ और ना ही किसी त्यसपछि के मात्रै दिमाग डिल में। हुने हो, नत्र हुँदैन। अबदेखि म डार्क साइड चलाउन अब बन्द गरिसके। अबदेखि आफ्नै आइडीदेखि म ट्रेड गरिरहेछु डार्क साइडलाई। अनि के चाहियो अब नेपाली जनताहरूलाई के चाहियो? यहाँ छ त मान्छे, कहाँ खोजिरहेछौ? अनि हिन्दू राष्ट्र भइसकेको छ भने लास्टमा भन्न चाहन्छु जय श्रीराम अनि राधे राधे।